ज्ञानी होइन 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 अब जाने नै हो त्यसरी मन लाग्छ भने जाउँ न त अब 15 दिन 20 दिन जति बसेर आउँ उता पनि गइसके पछाडि के को 15-20 दिन हो नानी उतै बसेर आउँछौ नि कान्छी यहाँ यसका दुःखमा त के आउनु तिमीले यति मर्यादै गर्दा नजाँदा भोलि पर्छ अस्ति मैले बोलाउँदा आएनौ भन्छौ कि भनेर पिर पर्छ त्यसमा चाहिँ टेन्सनै नलिनु म पनि त्यस्तो भन्दिनँ अब बुझ्छु नि त म तपाईँलाई यहीँ मनपर्छ अब पहिलेदेखिको ठाउँ भनेर मलाई थाहा छ अनि अब हेर न तिमीले भनेको त सही हो अब जाउँ न त पनि भन्छौ त्यो पनि सही हो ठिकै छ यहाँ बसौँ न त भनेर यसैका माया लागेर यसो बस्यो यही छोरा चाहिँ अलिक कमजोरी छ भनेर यसो बसेको यसले उसकी बुढी उसकी स्वास्नीले गर्दा अहिले त खालि जोइटिङले उसकै स्वास्नीको कुरा सुन्छ र हेला हेला अब गर्छ त हामीलाई त्यही पनि आफ्नो पुर्ख्यौली यसो भनेर बसेको तिमीले जाउँ भन्दा त जाउँ जाउँ पो लाग्छ कि लान्छौ त जाउँ त के भन्नु सल्लाह गर्नुपर्छ अब के भन्छ हाम्रो छोराले के भन्छ कान्छाले के भन्छ उसलाई त कहाँ सुनाउनु त हुँदैन होइन उसले त केही भन्नु न म कान्छालाई फोन गरेर यसो भनौँ त होइन 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 अहिले फोन नगर्नु न अहिले ऊ व्यस्त हुनुहुन्छ धेरै व्यस्त हुनुहुन्छ अब तपाईँहरू त्यहाँ गएर पनि ऊ बोल्न गफ गर्न भ्याउनु न म पनि फेरि अब अध्यक्ष बनाएका छन् मलाई पनि भ्याइ नभ्याइ हुन्छ अब हिँड्नुपर्छ यता र उता अनि त्यसले त के उता के हेरिराखेकी त्यसले ल्याउँदिन त्यो अहिलेसम्म ल्याउँदिन चिया के हेरिराखेकी त्यो ती चाहिँ नि गर्छिन् गर्न त बिचरा पनि भ्याइ नभ्याउलिन् कहाँनिर के गर्दैछिन् अब अलिक यो पनि खासै ठिक छैन कि क्या यो बुहारी पनि उता लाने भने पछाडि उसको तारिफ पो गर्न सुरु गरियो त होइन यसले गर्दिन नि के को गर्छ र मलाई गाह्रो पो छ त खोइ अहिलेसम्म चाहिँ टिक्क बनाएर राखेकी छिन् अब म उता बस्ने मान्छे अब 2 दिन आएर के तपाईँलाई गर्नु यस्तै ल्याइदिइहाल्छु तातो तातो लुगाहरू ल्याइदिएको छु मैले अब तातो तातो खानेकुरा बनाएर दिन्छे खाना पकाएर दिन्छे त्यो त दिन्छे अनि अब चेलीबेटी आउँदा राम्रो सबैभन्दा मेन कुरा भनेको मेरो छोरीलाई त नराम्रो त गर्दिन राम्रो गर्छ सोचिने चाहिँ यताउता गर भने नि राम्रो हुन्छ नि अब म चाहिँ अलिक बाठी बाठी परेँ फेरि उता मलाई सबैले मलाई बाठी भन्छन् फेरि अध्यक्ष राखेका छन् कि एउटामा के सचिव राख्छन् अर्कोमा के बाठी भनेर केही मलाई त भ्याइ नभए केटाकेटा भात पकाएर दिन पनि कहिले काहीँ भ्याउँदिनँ योसँग गयो भने त झन् मलाई त भातै खान दिन जस्तै छ यस्ताकामा के जानु मुख कि टोक्लियो चिप्लियो अनि तपाईँलाई एकदमै के बरु यहीँ बस्दा ठिक छ मलाई भयो 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 ठिकै छ म जाँदिनँ अहिले अब तिमी टेन्सन नगर तिमी त्यस्तो नगर तपाईँ बुझ्नुहुन्न राम्रो छ एकदमै राम्रो अर्ग्यानिक खानेकुरा पाइन्छ तँसँग गयो भने त भोकै बनाउने जस्तै सुन्छु त्यही भएर ल अब यस्तै हो अब खाइ ल खोइ त्यो आइन त्यो पनि कता के काम गर्दैछ दुःखै गर्छ नि अब बिहानदेखि उठेर गर्दैछ कहाँ त्यहाँ घाँसतिर पो गयो कि आफै जाऊ किचनमा चिया पकाएर लिएर आऊ अब यहीँ आएर पकाएर त खाना दिन्छस् होला नि त्यो पनि आफै पकाएर खान्छ आउनै मन लाग्दैन चिया कति बज्यो अनि के गनगनाउँछौ त एक दिन यहाँ आएर एकछिन एक कप चिया पकाएर दिन त यस्तो छ कहाँ त्यस्तो छु म गरिहाल्छु नि पहिला चाहिँ नगरेको र ल जा चिया पकाएर ल्याउँछु ल मुख अलिक चिप्ले कुरा मात्रै पो कत्रो रहेछ यसको पनि बुझिगयो नि